ल भन त म चाहिँ केक बनाउँछु अनि यहाँनिर चाहिँ ड्राई प्लस वेट इन्ग्रेडियन्टहरू छुट्टा छुट्टै इन्ट्रोडक्सन दे पहिला भनेको ए सुन्दिनस् अन भइसक्यो Hi guys, myself Dia Dungana and my name is Diksha Dungana. के गरायो है ल के दिइराखेको के अनि आज म बनाउँदैछु केक चकलेट केक अनि उहाँले बनाउँदै हुनुहुन्छ खाजा के खाजा थाहा छैन ए मैले पो अनि अहिले के बनाउँछु हैन त अनि यहाँनिर केकको ड्राई इन्ग्रेडियन्ट देखाएन यहाँ छ हाम्रो केकको ड्राई इन्ग्रेडियन्ट्स जुनमा चाहिँ छ मैदा र चकलेट पाउडर अनि यहाँ छ वेट इन्ग्रेडियन्ट्स जुन चाहिँ हो तेल दुध अनि तेल हैन तेल ओइल अनि त्यसपछि अनि ओइल अनि त्यसपछि दुध अनि त्यसपछि चिनीमा अलिकति पानी हालेर पकाएको छु चिनी पकाउँछु भनेर किनकि बत्ती छैन मिक्सर छैन घुवारेर पार्नलाई त्यही भएर ल अनि बन्छ मिक्सर बिना अनि मिक्सर किन चाहियो त नि अब त्यसमा बनाउन हाल्नु चाहिँ मिल्छ लस्सी बनाउने के त्यस्तो के आउँछ त्यही अब बिस्तारै बिस्तारै आउँछ अहिलेलाई यति नै हो अब चाहिँ मिक्स गर्दैछु ए मिक्स गर्दैछु कहाँ देखाएको क्या तँ यहाँ देखा न हो त्यहाँ फोकस आमा 0.6 मा खिचे चाहिँ फेरि खिच्नु पर्ने यसरी थिच्यो ल त्यो मिक्स हान अनि त्यसपछि चाहिँ हो यसरी अनि के गर्ने दिया अब यो सबै हाल्ने हो पाले पालो कस्तो मिठो हुन्छ म उ गर्दै यति मिठो हुन्छ यति मिठो हुन्छ यो चाहिँ मेरो फेभरेट हो दियाले बनाएको अनि त्यसपछि म चाहन्छु कि केही मेरो केही स्पेसल कुराहरू भयो भने चाहिँ दियाले मेरो लागि यही बनाओस् अनि त्यसपछि म यही खाऊँ म मरुन्जेलसम्म अब दीक्षाले तारिफ गर्छ के थाहा छ तिमीलाई ल्याऊ ल्याऊ क्यामेराम्यान हो के म देऊ न हुन्न देऊ ल भन तिमीलाई के कस्तो लाग्छ दियाको केकको केही भन न के गरेको तिमीले इज्जत जान्छ भनेर गरेको जस्तो ए ल ल ल हेर पुस्नी ए भन्न तिसका गीत कस्ता हुन्थे सुन होइन के अरे केटाहरूले तिसको गीत गाउन थाले केटीहरूले छोटो लगाउन थाले भन अब सुन यसलाई भन्न के कस्तो लाग्छ दियाको केक मिठो लाग्छ एउटा मुभी थियो नि चेसवाला त्यो हिरो चाहिँ टेररिस्ट नितिनवाला अनि त्यसमा त्यो एउटा छ नि अगाडि हुँदा ह्याप्पी ल भन्न मैले मिठो छ मिठो हुन्छ भन्दा धेरै मिठो चाहिँ मलाई हुन्छ ये धरती ये नदिया ये रहना और तुम किसका रास्ता देखे यो पनि खान सक्थे म त यो पनि मन पर्छ मलाई त्यही खान्छु अब यही मर्नु तिमी के देखाएको तैँले हो प्याज पनि हाल्नु लाग्यो मम्मीलाई त्यो आन्टीले फोटो पठाइदिनु भएन बेकिङ सोडा कचौडी हाली भन् न बेकिङ सोडा र बेकिङ पाउडर हामीले यहाँनिर कति भएको थियो भन्दाखेरि कति कप हाल्यो कि तैँले भन्छ के उयो यो होइन यहाँबाट सुरु गर यो कति कप हाल्यो कि यो मैले 1.5 यो यहाँनिर हुँदाखेरि यो 1.5 कप थियो यो चाहिँ यसको हो यसको अनि त्यसपछि फ्लोर हाल्यो कि कति 1 कप अनि त्यसपछि मैले तेल 1 कप हालेँ सुगर सिरप यति थोरै हालेँ अनि दुध आधा कप हालेँ अनि बेकिङ सोडा र बेकिङ पाउडर 1 टेबलस्पुन होला खै के टेबलस्पुन एन्ड टीस्पुन आई डोन्ट नो बेकिङ सोडा कचौडी हालिस् बेकिङ सोडा मैले यति हालेँ
धेरै हाल्नु हुँदैन बेकिङ सोडा चाहिँ पर्छ भोलि पर्सि दिया कहीँ गयो भने मैले यो रेसिपी हेर्दै लस्सी बनाउनु न लस्सी यही केक बनाएर खान्छु ल ल ल अब ला पानी तताएन मेरो पो हो त मैले बनाउन गएको यस्तो चुप्पा गर भनेको यहाँनिर अब यो कसरी देखेको क्यामराम्यान म होइन अनि पहिलोचोटि क्यामराम्यान चाहिँ पहिलोचोटि यसरी भ्लगिङ गर्दै मेरो कप नर्सवाला अनि मेरो यहाँको स्टल ल्याउने दिनै भाँच्यो ल्याएकै दिन भएको छ है गाइज बादलको हातमा नदियो छ्या नाटक गरेँ मैले सबै फुल मतलब स्पन्ज अनि गाइज मैले बेकिङ सोडा र बेकिङ पाउडर लास्टमा हाल्नु कारण चाहिँ के हो भनेदेखि केकहरू ओभर मिक्स भयो भने स्पन्जी हुँदैन र अनि त्यही भएर मेरो कहिले स्पन्जी हुँदैन थियो स्पन्जी अनि अरू के हो यो बेकर दुध हो त्यो तेलहरू नगराउनु न बेकरहरूले चाहिँ हाल्न चाहिँ पहिला हाल्छन् उनीहरूको टेक्निक हुन्छ त्यस्तो टेक्निक हामीलाई आउँदैन त्यही भएर म लास्टमा हाल्छु अनि हामी केक चाहिँ मोमोको भाँडामा बनाउँछौँ पानी हालेर त्यही हो गाइस हाइट नपुगेपछि यस्तै हो केमा चढेर हिँड्नु म चाहिँ लस्सी बनाउन लाग्छु लस्सी आयो लस्सी मिक्सर दिँदैन है यस्तै नगरे खाली मिक्सर नगर्दैन अब चाहिँ हामीले सबै केराहरू चाहिँ पहिला मिक्स गर्छौँ यो लस्सीको लागि सबै केराहरू मिक्स गर्छौँ है त कतिवटा केरा 1 2 3 4 5 यी यक डिस्गस्टिङ केरा पनि रहेछ यहाँ हुँदैन के हुँदा लस्सी छियो हेर त यस्तो नि कसले खान्छ र के हुँदा काटेर हाल्नु न अनि म चाहिँ अहिले केकको ब्याटर हाल्नु यहाँ दल्दैछु अनि घर बटर पेपर त थियो तर फिलहालको लागि कहाँ छ थाहा छैन त्यही भएर वान अफ द इजिएस्ट वे इज टेक योर कपीको पेपर tear it out कहिले हाम्रो वाला tear it out and then middle paper add inside add here यसरी त्यसलाई लतपत्त बनाउने बटर पेपर जस्तै होस् भनेर हैन अनि त्यसपछि घिउ लाउनु पर्छ ए बटर पेपर बटरै हुन्छ र पागल अनि वी विल डेकोरेट यसै बटर पेपर भन्छ त केक एज वेल ल देखाऊ बाबु कान्छ एकछिन नगर्ने न we'll add the batter ओ माय गॉड what कस्तो राम्रो कसरी गयो के त्यही थियो ए एकैछिन मेनवाइल यहाँ चाहिँ के हुँदैछ भन्दाखेरि अब मैले हालिसकेँ अब जस्ट यसलाई यस्तो गरेर भइसक्यो ठाउँ ठाउँमा बाँकी हुन्छ उबाल न बाल के यता ल्याउनु यहाँले त ल भएन रे त भयो है अब चाहिँ लत्ता भइसक्यो म चाहिँ दही खोजेर हाल्छु है Oh, we have dried fruits as well. For the first time in our home. कसरी किन ल अब ओइ ला भाइ दही हो पानी नै अन गरिनछु दही सारी भएर ल्याएर पुरा फ्रेस छ गो बुनु हालौँ यो के यही दही हाल्दा हुन्छ कति 1 2 बाक्लो नै है पानी थप्नुपर्छ ल भाइ छोड्नु ल इट्स ओके गाइस अब हामी हाल्छौँ वाटर वा हाम्रो भइसक्यो रेडी
अनि माथिबाट we will add aluminum foil. नहुनेले के नहुनेले के हुन्छ कुनै भाँडा छोप्ने कुराले छोपिदिने. Can you lick it? Yes, you can lick it. अनि Where is the dry वाल किन fruits? भने Where? Dry fruits? वाल किन एयर पास होस् भनेर. अनि राखिदिन्छौँ यसरी. अनि हामी छोपिदिन्छौँ 45 to 50 मिनट्सको लागि. क्यामेराले चोरेर खायो. यो भयो. अब त्यो के अहिले नहाले लास्टमा हाल्ने. Where are the dry fruits? त्यहाँ कहाँ? त ऱ्याकमा. किसमिस पाउँछ. कति छ हेर्नु? Dry fruits, guys. सबै रहेछ भन्छ. यहाँ चाहिँ किसमिस. किसमिस यो हाल्दा पुरै कस्तो आउँछ होला नि त अनि. अहिले नहाल्नु भन्दैछ त माथिबाट हाल्नु भन्दैछ त. यो किसमिस पनि पानी नहाल्नु. दुध हालेको है साथीहरू. थोरै हजुर नहाले पनि हुन्छ नहाल्नु. नो नो नो. अगल साइडको. अनि यो बाक्लो भयो जस्तो छ. मौलाई राखिदिनु पर्यो नि. पानी हालौँ न पानी. हामी विप चाहिँ गरेको गाइस विप. यताबाट यहाँ देखाएको मिक्सरमा यताबाट यता चाहिँ एकछिन फेरि गर्नु बाहिर पाउन. ए विप गर्नु. ओइ अहिले नै केही हुँदैन. उछिन्छ. माथि थोरै आउँछ विप. अहिलेसम्म आएन अब हामी कसरी घोलिँदैछ भनेर हेर्छौँ है त गाइज कस्तो फुल अझै भएन स्मुथ. थर्ड भइसक्यो. पानी थप्ने हो कि दुध थप्ने के गर्ने. बन्द दुध. गराइछु. बनाउनु दिएकी छु. फेरि दुध थप्दै यति मात्र भयो नि त. यो थप्नुपर्छ जस्तो. पानी थप्नुपर्छ. यसमा चाहिँ हामी अब केही थप्नको लागि चाहिँ स्याउ थप्छौँ. यो माथिबाट. एप्पल. महँगो एप्पल हो फेरि यो. शान्तिले सोचेर क्या. एप्पल खाँदै त्यसको भाउ पनि कम. एप्पलै महँगो हो An apple a day keeps the doctor away. चाट्ने चाटै भाइ. कस्तो त्यतिखेर गयो हेर त. खानु भाइ. के त्यसका गीत कस्ता हुन्थ्यो. पारी पारी आएका ढाका आएका. पारी पारी आएका ढाका टपी. गाइस लस्सीको ताजा खबर. लस्सी जिउँदो भइसकेको छ. हामीलाई नगर्नु भन्दैछ तर हामी वेयर मर्डरर्स. हामी गर्छौँ. कति राम्री म.
अब चाहिँ करेन्ट पार्दैछ त्यसमा चाहिँ अब स्याउ हालिदिएको होइन